पानी परि नै रहेछ है हाम्रै खाइसकेर यहाँ त झन् गान्तोकको पनि बहुत जाम हुँदैछ नि त गाइडिङ टेक अफ पोइन्ट भन्ने चाहिँ यहाँनिर लिएछ 3000 रुपैयाँ फ्लाइङ अनि तपाईको 500 रुपैयाँ भिडियोको चार्ज हिँड्नु मान्दैन त यहाँबाट उडेको हेरेको के हेरौँ भन्छ नि त्यो साइडमा रङ्गलामा त छ गाइज है पुच्कादेखि स्टार्ट गर्नुपर्ने हुन्छ अब हामीले है पानी परि नै रहेछ है यहाँनिर पुच्का सट्टा लाएर है हाम्रै हो पानी झरीमा थाहा पनि थाप्नु चाहिँ लो घाँटी त दुखिरहेछ मेरो तर पनि मलाई खिलाइदिनु त खिलाइ पनि पुच्का खाइसकेर चाहिँ चिया पनि आयो है अब चियाको साथसाथमा है हजुरहरूलाई एपिसोड नम्बर 2 मा फेरि पनि स्वागत छ हो हजुरहरूलाई एपिसोड नम्बर 1 के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला है यहाँनिर पुरै काचाकाच भएरखेरि चाहिँ केही पनि यता पनि मुभमेन्ट हुनु सकेको छैन उता पनि मुभमेन्ट हुनु सकेको छैन है सो चायको चुस्कीले आएछ चेस खाइसकेर चेस गर्छ केटाहरूले अन्त कहाँ हुन्छ अन्त पानी परिरहेछ है अहिले पनि ढकाढकी अहिले चाहिँ पानी पनि रोक्यो है त्यहाँनिर बसेको थियो अघि सो बाइक चाहिँ यहाँनिर चाहिँ यस्तो हेभी जाम हुन्छ नि यहाँनिर के हो अन्त अर्को कुरा चाहिँ मलाई यहाँको चाहिँ के चाहिँ सबैभन्दा कमी लाग्यो भने चाहिँ पार्किङ चाहिँ एकदमै छैन रहेछ यहाँनिर है अन्त जो यहाँभित्र जानुहुन्छ है उहाँ चाहिँ अलिकति अब अपग्रेडेड पर्सनहरू मात्रै यहाँभित्र गाडी लिएर जानु सक्ने रहेछ है अदरवाइज अरू चाहिँ सबैजनाले यहीँ राख्नुपर्ने रहेछ हो सो अब यहाँबाट निस्क्यौँ अब यहाँ तल गएर चाहिँ अघि पेराग्लाइडिङ देख्नु हुँदै थियो होला एपिसोड नम्बर 1 मा है त्यहाँनिर जानेछौँ है सो लेट्स गो है पानीले पनि डह्रो चुट्यो एकछिन भए पनि होइन सो फेरि रोक्यो है चाहिँ यसरी राख्नुपर्ने रहेछ देख्नु पनि अब कुन चाहिँले हिर्काइदिएर चलिदिन्छ केही पत्तो पनि हुँदैन क्या सो अन्त गाडीको पनि एकदमै यहाँनिर पार्किङ है पुरै प्रब्लम रहेछ अब यहाँ जानु पनि पुरै सोचेर जानुपर्ने हुन्छ त्यहाँ गएर फेरि मैले जाम गरिदिएँ भने फेरि यहाँ चाहिँ टुरिस्ट ठटल गर्छु भन्दै चाहिँ दिएको थिएँ एकछिन है ठटल गर्नु पनि मलाई त्यस्तो ठटल गर्नु मन पर्दैन नि त गान्तोकमा मात्रै मैले जाम हुन्छ भनेको त यहाँ त झन् गान्तोकको पनि बहुत जाम हुँदैछ नि त त्यो पनि यत्रो बाटोमा यत्रो जाम है नभनेको पनि 10 मिनट जस्तो भइसक्यो लगभग कति 10 फुट चाहिँ होला 10 फुट भयो होला यहाँ तल पुग्नु लागि 15-20 मिनट भइसक्यो यहाँ बसेको फाइनली गाडी चाहिँ खोलियो है मेन लफडा चाहिँ मलाई चाहिँ है मेन सबैभन्दा उयो हान्नु नि हो देखियो पार्किङको चाहिँ एकदमै आवश्यकता रहेछ है यहाँनिर पार्किङ हुनु हो भने चाहिँ यस्तो डरलाग्दो जाम हुँदैन किनभने बाटो पनि एकदमै सानो छ होइन सो अन्त जाम त्यही कारणले लाग्छ हाम्रो ड्राइभर बाउहरूको है ड्राइभर चालक दाजुहरूको पनि त्यस्तै साह्रो गल्ती चाहिँ छैन अब यस्तो छ कन्डिसनै है बाटोको रोडै सानो छ सो त्यही भएर चाहिँ होइन खै घाम लाग्छ घरि के हुन्छ है आजको भिडियो फेरि के कस्तो हुन्छ प्लिज है अन्तिमसम्म हेरिदिनुहोस् है सबै एपिसोडमा देखाइदिनुहोस् फेरि घाम लाग्न थाल्यो है बाइकलाई यहाँनिर राखिदिएको छु अनि प्याराग्लाइडिङ है कहाँबाट उड्छ है अनि कसरी उड्छ है इफ देखाउने चान्स पाइन्छ देखाउँछ हामी जानु चाहिँ त्यही पोइन्टमा जाँदैछ है उडाउने पोइन्टमै यहाँनिर है प्याराग्लाइडिङ टेक अफ पोइन्ट भन्ने चाहिँ यहाँनिर लिएछौँ है डेलोदेखि चाहिँ अलिकति तल छ भनौँ न यो जग्गा चाहिँ होइन सो यस्तो छ बाटो चाहिँ रातो माटो चिप्लो बाटो हो ट्याक्की ट्याक आम्मामा रेडी भइसकेको छ हाम्रो प्याराग्लाइडिङ उड्नुको लागि हेर्नु नि यो क्यामेरा यो चाहिँ कसरी हो दोस्त गरेको चाहिँ यो तपाईको 3000 रुपैयाँ फ्लाइङ अनि तपाईको 500 रुपैयाँ भिडियोको चार्जेस लाग्छ ए गोप्रोको चार्जेस तपाईको आफ्नो गोप्रो सँग 3000 मा फ्लाइ भइहाल्छ तपाईको अहिले इमिडिएट फ्लाइ हुँदैछ सर्ट फ्लाइङ पनि हुँदैछ तपाईको हाई फ्लाइ पनि हुँदैछ सर्ट फ्लाइङको पनि सेम रेट हाई फ्लाइको 5500 रुपैयाँ कति यो पोइन्ट चाहिँ कतिको थियो कहाँ पोइन्ट्स भन्दाखेरि चाहिँ तपाईको यो 7 किलोमिटरको अन्डरमा हजुर ल्यान्डिङ चाहिँ कहाँ गर्छ तपाईँको ए हुन्छ खुकुरीदाको एसडी कार्ड थ्याङ्क यू दोस्त थ्याङ्क यू कति के लाग्छ है हाई फ्लाइको
चाहिँ तपाईँको होइन 5000 भनेर है सर्ट फ्लाइटको 3000 विथ आफ्नै गोप्रो छ भने चाहिँ 500 रुपियाँ पर्दैन अरे विदाउट गोप्रो पनि तपाईँहरू फ्लाइ गर्न सक्नुहुन्छ अरे होइन हेर्नु नि टेकअप पोइन्ट चाहिँ यो रहेछ हाम्रो यहाँबाट चाहिँ उहाँहरू उड्नु हुँदो रहेछ होइन यहाँ बसेर चाहिँ एकछिन हेर्नुपर्छ दामी प्रकारमा होइन भ्यू यहाँ चाहिँ हावा आएर चाहिँ सुन्छ कि सुन्दैन सो र यहाँनिर टेकअपको लागि रेडी भइसकेको छ यहाँनिर तल एउटा अनि यहाँनिर एउटा है सो मजेदारसँग चाहिँ है हामीले टेकअप हेर्नुपर्ने हुन्छ होइन हेर्नु नि रेडी 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 है तर अलिकति है वेदरको कन्डिसन चाहिँ यस्तो छ होइन सो तपाईँहरूले मेरो स्वर सुन्दै होला एकदमै हावा तोप चलिरहेको छ तोप यहाँ पनि रेडी फर फ्लाइङ यहाँ पनि रेडी फर फ्लाइङ कहाँनिर हो यहाँ मेरो लो गयो यहाँ चाहिँ के भन्नु तपाईँहरूलाई होइन प्याराग्लाइडिङ चाहिँ एकदमै टफ हो है गर्नु त मनपर्छ है एकदिन गर्दैछु होइन एकदमै हिम्मत जुटाएर अनि प्याराग्लाइडिङ भयो है हाम्रो उडाउने चिज चाहिँ यही हो हेर्नु नि चट्ट लगाएर है यहाँनिर ब्रेक सेक चाहिँ यहाँनिर रहेछ है यो डोरी चाहिँ कस्तो पक्का हुन्छ होला है रेडी भयो है यो पनि है दामी छ राइडिङ ल्याउनु भएको रहेछ उहाँहरूले है आएको छ प्याराग्लाइडिङ हिँड्नु मान्दैन त यहाँबाट उडेको हेरेको के हेरौँ भन्छ नि यहाँनिर उडागुडा गर्छ हेरे हेरे गर्ने केटाहरूले चाहिँ रातभरि हेर्नु नि यहाँ पनि रेडी हुँदैछ उड्नुको लागि गाई चाहिँ कालिम्पोङ साइन्स सेन्टर आइपुगेको अवस्था अनि त्यहाँ पनि मजा आयो है एकछिन हेर्नु एकदम रमाइलो भयो है केटाहरू एकछिन हेरेर चाहिँ उडा भन्दै थियो कहाँ होइन अरू पनि यसो कभर गर्नुपर्ने हुन्छ है हजुर कति हो त हजुर 160 किनभने कहाँ तोप लागेको यहाँनिर चाहिँ दिनुपर्ने रहेछ केटाहरूको कसरी यो चाहिँ हो टिकट काटिसक्यो अब यही हो होइन गर खाऊ यो ल्यापटप माथिबाट भित्ताबाट हालिदिन्छु ल टु व्हिलर पार्किङ हो 20 त्यो कति रहेछ 40 इच हेड पर हेड 40 यो चाहिँ हाम्रो इन्ट्री फिस रहेछ यो चाहिँ पार्किङ रहेछ हौ पार्किङ 20 रुपियाँ रहेछ हो ल केटा राख्नु पऱ्यो नि अब माथि टिकट देखाउनु परेन कि अहिले बादमा अब केटा टिकट काट होइन अब टक्क
ठिक्क लाएर चाहिँ अब डाइनोसरको वर्ल्डमा आइपुग्यो हामी है। यहाँ राखिदिँदा पनि हुन्छ। हाम्रो इन्ट्री भइसकेको छ है डाइनोसरको वर्ल्डमा है। डाइनोसर चाहिँ यहाँनिर छ है, एउटा फर्स्टमै गेटमा तपाईँहरूलाई स्वागत गर्नु बसिरहेछ। दुईवटा डाइनोसर चाहिँ त्यहाँनिर राखिरहेको छु है। सो केटाहरू चाहिँ अगाडि गइसकेको छ है। अन्त यो जग्गाको नाम चाहिँ हाम्रो कालिम्पोङ साइन्स सेन्टर है। मेरो पनि लाइफमा फर्स्ट टाइम म आएको है। हेरौँ है के कस्तो हुन्छ है। अब भित्र भिडियोग्राफी एलाउ छ कि छैन है। मैले एक दुईवटा फोटोमा त है देखेको थिएँ भिडियोग्राफी है एलाउ छ भनेर। सो लेट्स गो। ओ जाउँ न यहाँभित्र जाउँ पहिला, जाउँ न ल जाउँ। केटाहरूले पनि बुद्धि त राम्रै लगाउँछ है। अरू खाएको भए त म पाल्थेँ होला नि, भात खान्छ नि, त्यही भएर नपालेको मैले केटाहरूलाई। यहाँ पनि टम्म छ, टम्म 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 हेर्नु नि। साइडमा रङ्गलामा त छ्याप्पै छैन त बाबा रे, म त रुनु मन लाग्छ। अहिले चाहिँ हामी टक्कसँगले फोटो पनि खिचिहालेँ पस्ने बित्तिकै यहाँनिर है। सो अब एकछिन यहाँनिर घुमौँ है, च्याट्टा लाएर मजाले है। केटाले के हेर्दैछ यहाँनिर, के देख्यो साथीभाइ यहाँ? अब डाइनोसर देख्दो रहेछ रे बाबा रे बाबा। डाइनोसर डाइनोसर आए गरिरहेको छ। ए बिग्रेको होला, बिग्रेको चिजलाई के हेरिबसेको। केटाहरूले त यहाँनिर उयो गरेको भयो। अब चाहिँ यो कान बहिरो हो भने मात्रै यसले सुन्दैन न, सबले सुनिसके। हो रहेछ। हट हाउडेहरूको कुरा नगरिबस केटा गर्दैन। वर्ल्ड है दुनियाँ चाहिँ कहाँ रहेछ भन्दाखेरि चाहिँ है यहाँनिर रहेछ दुनियाँ चाहिँ। छोड दो जमाना निकै दुनियाँ उल्टा गाएँ मैले। यहाँ नि दुनियाँ, पृथ्वी, हाम्रो पृथ्वी दुनियाँ है। सो सबै यहाँनिर हेर्नु नि, आमा डाइनोसरको पालो। ठुलो डाइनोसर यहाँनिर रहेछ। डाइनोसर है पहिला पहिलाको है सबै है हाम्रो के पाउँथ्यो हाम्रो यो वर्ल्डमा है। डाइनोसरको भेराइटी अफ डाइनोसर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर है चट्ट लाएर। आत्माले त अघिदेखि पच्चा गाई चाहिँ अब 1 versus 1 है। यहाँनिर लट्टा तान्ने गेम हुँदैछ होइन। सो एकपट्टि चाहिँ हाम्रो रोशन राई अनि किन ताली बजाउँछ नि अनि अर्कोपट्टि हुनुहुन्छ हाम्रो यस्तो पो रहेछ प्रयास भाइ। ल ल रेडी लट्टा तान्ने। ल यस्तो पाकेको रहेछ थग अफ वार भन्दैछ नि, टग अफ वार। ल म त सक्दिनँ त अहिले चाहिँ। के ताना केटा हो के हाम्रो यतापट्टि अर्कोले पनि ताकत लगाइरहेछ। कमर ताकत लगाइरहेछ।
कागज लगाइरहेको छ उताबाट झट्काइरहेको छ कमान 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 यताबाट झट्काइरहेको छ कमान 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 हाम्रो बर्ड इन अ केज है रोटेट द ह्यान्डल स्लोली यु फाइन्ड द पिक्चर अफ अ बर्ड इन अब यहाँनिर चाहिँ है एकचोटि चाहिँ पिसिदिउँ न कस्तो हुँदो रहेछ भनेर है तर यो बिग्रेछ नि गाडी बिग्रेछ सक्छ यहाँ जे भनेको थियो त्यस्तो भएको छैन यहाँनिर के छ दा छुट्टी आउनुभएको थियो तपाईँ घुम्नु आउनुभएको ल ठिक छ मजाले घुम्नु भाउजूहरूसँग ए ल मजाले घुम्नुहोस् हामी यहाँ तल जानुभयो ए अब हामी त्यहाँ जाने एकछिन घुमेर है ल अब यहाँबाट है एक दुईवटा फोटो खिचौँ न यहाँ त्यहाँबाट चाहिँ तपाईँहरूलाई पनि हल्का इन्जोय गर्नुहोस् यहाँको है भ्यूहरू ल एकदम गाह्रो पर्ने अवस्थादेखि सानो हात धागोले चाहिँ छिराउँछ होला हामी जस्तो ढोडे हात धागोलाई चाहिँ साह्रै छ कहाँदेखि चाहिँ निकाल्छ होला कालिम्पोङ साइन्स सेन्टर यताबाट हो एरो त्यता देखाइरहेको छ यहाँनिर गाडी चाहिँ हल्ला हुनुको कारणले गर्दा चाहिँ हल्का तपाईँलाई सिनेमेटिक सर्टमा इन्जोय गर्नुहोस् ल Do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own. राइट गाइज है अहिले चाहिँ अब हामीले टक्कसँगले कालिम्पोङ साइन्स सेन्टरको चाहिँ के थियो भित्र है हल्का हल्का हेऱ्यो है सिनेमेटिक सर्ट तपाईँले इन्जोय गर्नुभयो होला है अनि फेरि पनि गोप्रोमा त्यही प्रब्लम आयो है सुन्दाखेरि चाहिँ होइन त्यो भित्रको चाहिँ है एसडी कार्ड चाहिँ अहिले ल्यापटपमा हालेर चेक गर्दाखेरि चाहिँ होइन त्यसमा उयो हुन्छ भनेर सुनेको थिएँ मैले है फाइल है सो अस्ति अनुपले भन्दै थियो सो अब मैले त्यसलाई केही नगरिकन ब्यागमा राखेको छु है अब उसकोमा ल्यापटप छ होइन नभए साइबरमा गएर चाहिँ यसलाई यहाँ फाइल छ भने चाहिँ यसमा ट्रान्सफर गर्छु है नत्र भने चाहिँ अब आज ब्लग पनि पच्क्यो अब अहिले चाहिँ हामी माथि साइन्स सेन्टरबाट चाहिँ निस्केर चाहिँ है टक्क लगाएर यहाँनिर है उस डाँडै होला आई थिङ्क यो चाहिँ होइन सो यहाँ आइपुगेको छौँ है यहाँनिर हेर्नुको लागि भ्यू इन्जोय गर्नुको लागि है सो यो गोप्रो लगाएको छैन गोप्रोले अब एकदम साइबरमा गएर अब त्यसको मैले यताउता फाइल गर्ने हुन्छ है होप फाइल होस् होइन भन्ने आशा गर्दछु है सबै यहाँनिर हल्कासँगले है हेर्ने हो भ्यू है पाउनु चाहिँ आएको है यहाँ तलनिर आएको तर यहाँ उकालो चाहिँ फर्स्ट टाइम आएको भनौँ न यहाँबाट भ्यू त खतरा देख्दो रहेछ नि त मेन रोड कालिम्पोङ जाने चाहिँ उयो तलको है यो चाहिँ डेलो अघि जाएको रोड सबैजना गएर चाहिँ अहिले पनि है A few moments later. मजाले बसिरहेछ है अहिले भने चाहिँ हामी टक्कसँगले ब्रायसको यहाँ दिदीको घरमा आएको छ है यहाँनिर है हल्कासँगले है खाजासाजा खायौँ खानासाना खायौँ है अन्त पाहाडी एकदमै है ढाडेर बसिरहेछ है त्यो भित्र गएको छ अन्त हामी यहाँ बसेर चाहिँ है के सोच्दै थियौँ भने चाहिँ ऊ यो पर देख्दै गर्ने चाहिँ
कुन चाहिँ गाउँ हो भनेर है सोचाइ अन्त उसले चाहिँ कस्तो खालको है पाक्किम त होइन होला नि भन्दै थियो है पाडी पाक्किम चाहिँ होइन है त्यो पाक्किम जस्तो के अब त्यो हेर न टक्क एयरपोर्टको देख्दैछ नि त्यस्तै प्रकारको देखिरहेको तर मलाई त्यस्तो लागेको छैन त्यस्तै टाइपको चाहिँ छ अब तिमीले चाहिँ टाढाबाट खेतको गरा देख्यो भने पनि तिमीले एयरपोर्टै भन्ने रहेछ मैले बुझेँ क्या हो गाई चाहिँ यहाँनिर टावर चाहिँ है 5G आउने जियोको टावर चाहिँ यहाँ हुनु रहेछ हो टक्कसँगले होइन सो अब गोप्रोले दिमाग खराब गरिसक्यो है फेरि है एरर भन्दैछ गोप्रोले है फर्मेट मार्नु भन्दैछ है अब के हुन्छ है गएर अब ल्यापटपमा हालेर हेरौँ है के हुन्छ कसो हुन्छ है अगाडि त्यो फाइल आयो भने चाहिँ भ्लग आउँछ है अगर फाइल आएन भने चाहिँ अब त्यही हो फेरि है अरू यो भ्लग चाहिँ आउँदैन अब अरू भ्लग आउँछ है फेरि नयाँ भ्लग बनाउनु पर्ने हुन्छ अर्कै जग्गाको होइन सो यहाँनिर मकै फलेर दामी भइरहेछ यहाँनिर होइन टक्क लगाएर सो अब घाम पनि लाग्न थाल्यो अब मोबाइलको पनि ब्याट्री 20 मात्रै छ है अब यहाँनिर निस्क्यौँ है गएछु दिदीहरूको घरबाट त्यहाँबाट सिधा है तपाईँहरूलाई म घरमा पुगेर भेट्छु नि त है सो बढी आजको राइड कसो भयो एकदम बवाल भयो मजा पनि आयो समयले धोका पनि दियो साथ पनि दियो त्यही हो उसको चाहिँ सबभन्दा ब्याड लक चाहिँ 2 पल्ट भयो गोप्रोको फर्स्ट स्टार्टिङलाई सङ्केत दिएको थियो पर उयसमा हो फुलघारीमा पुडक्क यस्तो भाँच्यो सेकेन्डमा फेरि यता आउँदा आउँदै भिडियो उड्ला मैले बिर्सिरहेको छु त्यसको पनि पैसा पो दिनुपर्छ त पैसा नयाँ पो किन्नुपर्छ त्यो पनि समस्या मजा पनि आयो कस्तो भनेको एकदमै हाउडे भएर मेरो चाहिँ एकदमै अब खर्च अब नभनेको पनि अब 500-600को खर्च भयो होइन सो अब त्यो मात्रै हुजेक मात्रै आउँदैन नि त अब उयो माइक पनि मगाउनुपर्छ त्यो सँगसँगै है अब गएर हेर्नुपर्ने हुन्छ है पहिला चाहिँ गोप्रोको पहिला काम सकिहाल्छ त्यहाँबाट चाहिँ है ल अहिले घरमा गएर भेटौँ ल सौराट गाई चाहिँ अहिले भने चाहिँ म घर पनि आइपुगिसकेँ है कालिम्पोङबाट सो एकदमै है गरम भइरहेछ हल्का हल्का नुहाइदिए पनि है अलिकति फ्रेस भएको जस्तो भइरहेछ एकदमै बेडमा भन्दा पनि सोफामा ढल्दिरहेको छु है अन्त आजको दिन चाहिँ एकदमै खत्तम भइसक्यो गाडी चाहिँ पानीहरू चुट्यो त्यत्तिकै है पानी पर्दै घाम पर्दै सो त्यहाँदेखि है गोप्रो एकताल झऱ्यो त्यहाँबाट गोप्रोको फर्मेट है होप है गोप्रोको त्यो फर्मेट भएको फाइलहरू पनि आयो भने चाहिँ दामी हुन्छ है भ्लग आउँछ नभए चाहिँ त्यही हो गाई चाहिँ सो आजको दिन चाहिँ त्यही है ठिकैको भयो भनौँ होइन अब घर पनि आइपुग्यो है एकदम अब खानासाना खानुपर्ने हुन्छ है सो आजको यो भ्लग है डेलोको के कस्तो लाग्छ होइन तपाईँहरूलाई इफ मन पऱ्यो भने चाहिँ प्लिज लाइक गरिदिनु सब्सक्राइब गरिदिनुहोस् अनि एपिसोड नम्बर 1 चाहिँ हेर्नु नबिर्सिनुहोस् है एपिसोड नम्बर 2 हेर्नु हुँदैछ भने चाहिँ गएर एपिसोड नम्बर 1 पनि हेर्नुहोस् बवाल छ है अनि प्याराग्लाइडिङ पनि हेर्नु मजा आयो है एक दिन कुनै दिन गएर खेल्नुपर्छ होइन सो आजको लागि चाहिँ भिडियो चाहिँ यहीँनिर व्यवस्था गर्छु है हो हजुरहरूलाई यो भिडियो कताबाट मन पऱ्यो भने चाहिँ प्लिज लाइक गरेर जानुहोस् सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि धेरै माया दिनुहोस् अनि लास्ट कुरा पच गर्नु नबिर्सिनु गाइस बाइ